ल आज बहिनीको घर टक्क लाएर बङ्गुरको मासु ल्याएर फुपूको घरमा बहिनीको घर दुइटै अनि सेकुवा आधा सेकुवा अनि त्यसपछि चुल्हामा उहाँ फेरि पाक्न रेडी ग्रेभी टाइप मासु टक्क लाएर बन्दैछ। ज्वाइँले बनाउँदै हुनुहुन्छ, ज्वाइँले रेडी हुनुहुन्छ। प्याज पाकिसकेको छ, अब यहाँ मासु ज्वाइँ हाल्ने हो। अनि यो चाहिँ यहाँ चुल्हामा टक्क लाएर राख्दैछ है। आज स्पेसल हुन्छ बाँकी यो चाहिँ बाँकी सेकुवा। अब चाहिँ यहाँ मासु ज्वाइँ पार्छौँ। त्यसपछि थोरै हल्दी भनेर पनि ल्याएर लाग्छ हल्दी साथ अनि त्यति हाल्दा हुन्छ होला नि? हुन्छ। तपाईँले हाल्दै हाल्नु भएन अघि नै अनि त्यसपछि सेकुवा पनि पाक्दैछ, उता मासु पनि पाक्दैछ। दुईचोटि एक ठाउँ पाक्दैछ। उता भातेको म उता साइडमा उता फेरि बिग्रिला। ल दुईटै चिजहरू एक ठाउँ पाक्दैछ। त्यसलाई पनि फटाउनु पर्यो। अब यो झार्ने सुरु हुँदैछ। सेकुवा रेडी भइसक्यो, मासु यता पाक्दैछ। अहिले मासु पकाउने भन्दा यता सेकुवा खानेतिर ध्यान बढी भइराखेको छ हाम्रो। आगो निरी चालिसक्यो सेकुवाले गर्दा। अनि बाँकी सेकुवा गर्नु पनि बाँकी छ अझै। मैडा चाख्छु, ल चाख्नुहोस् त, टेस्ट गर्नु चाख्नुहुन्छ अनि कस्तो बाखा ठिक छ। अब दुवाको पालो दामी भयो नि। सेकुवा कर्नरमा गएर खाए जस्तै भयो घरमा। यहाँ पाकिरहेको छ मासु। हामी यता गङ्गटाको पालो पनि सुरु भयो। गङ्गटा तवामा तताएर यसलाई पकाउँदा मिठो हुँदैन। अहिले नुन बेसार लगाएर तवामा तताएपछि दामी हुन्छ बरु होइन। ए पाक्दैछ, हेर्नुहोस् गङ्गटा स्पेसल तरिकाले चुल्हामा क्र्याप्स ज्वाइँले पकाउँदै हुनुहुन्छ। हामी चाहिँ खाने